कल्पना गर्नुहोस् तपाई उठ्नुभयो र तपाईको घर वरिपरि पुरै पानीले भरिएको छ। तपाईहरु के गर्नुहुन्छ? हेलो एभ्रीवन, आई एम मनीषा घिमिरे। वेलकम टु माई युट्युब च्यानल। आज हामी फ्लड अर्थात बाढी भनेको के हो, कस्तो बाढी चाहिँ एकदम खतरनाक हुन्छ र आफ्नो परिवार समुदायलाई चाहिँ कसरी सुरक्षित राख्ने भन्ने विषयमा चाहिँ केही जानकारीहरू आज म भन्नेछु। हामी नेपाल र विश्वभर रहेका केही फ्लड अर्थात बाढीको बारेमा चर्चा गर्नेछौँ। यो भिडियो चाहिँ अन्त्यसम्म हेर्नु होला पुरा जानकारीको लागि। फ्लड अर्थात बाढी विश्वभरमा सबैभन्दा सामान्य प्राकृतिक विपद हो। फ्लड भन्नाले यस्तो घटना हो जुन अचानक अथवा क्रमिक रूपमा सुक्खा समयमा चाहिँ पानी जम्मा हुँदै आउने। उदाहरणको लागि लिगौँ नेपाल, भारत अनि बङ्गलादेश, जापान, अमेरिका लगायतका अन्य देशहरूमा यसले घर, सडक, खेतबारी तथा स्वास्थ्यहरूमा प्रत्यक्ष असर पार्दछ। के तपाईँ र तपाईँको परिवारले बाढीको कुनै समस्या भोग्नु भएको छ? यदि भोग्नु भएको छ भने प्लिज कमेन्ट गर्नु होला। फ्लड अर्थात बाढीका चाहिँ विभिन्न प्रकारहरू छन्, टाइप अफ फ्लड। विश्वभरमा बाढीका 4 प्रकारहरू छन्, जुन हुन् फ्ल्यास फ्लड, रिभर फ्लड, स्टोर्म सर्ज एन्ड अर्बन फ्लड। 4 किसिमका फ्लडहरू हामी देख्न सक्छौँ। तपाईले मेरो यो ब्याकग्राउन्डमा भएको पिक्चरहरू हेर्न सक्नुहुन्छ। आई विल सो यु, वेट। अब जाउँ डेफिनेसनतर्फ। अब यी 4 जुन फ्लडहरू छन् यिनीहरू चाहिँ कस्ता खालका फ्लड हुन् त? हामीले अब 4 प्रकारका छन् भनेर त पत्ता लगाइयो। अब यो चाहिँ कस्तो खालको फ्लड हो अथवा कस्तो खालको बाढी हो भनेर चाहिँ म सिम्पल भाषामा तपाईहरुलाई सानो डेफिनेसन भनिदिन्छु। रिभर फ्लड भनेको चाहिँ तपाईको जब नदीले तटबन्ध ओगर्छ त्यो सामान्यतया ढिला आउँछ जुन तराई क्षेत्रमा चाहिँ रहन्छ। दोस्रो हो फ्ल्यास फ्लड। अब फ्ल्यास फ्लड चाहिँ एकदमै खतरनाक हुन्छ हैन। अब त्यो फ्ल्यास फ्लडको अर्थ चाहिँ के हो त? यो चाहिँ एकदमै छिटो पानी भरिने, एकैचोटीमा जम्मा हुन्छ। अचानक धेरै वर्षाका कारण अचानक जम्मा हुने जुन पानी छ जसले गर्दा फ्लडको रूप लिन्छ हैन। तपाईको घर, तपाईको बस्ती, तपाईको खेतबारी सबै ठाउँलाई एकैचोटी क्षति पुर्याउँछ भने त्यो चाहिँ फ्ल्यास फ्लड हो। यो चाहिँ सबैभन्दा खतरनाक हो। तेस्रो भनेको स्टोर्म सर्ज। यसलाई चाहिँ तटीय बाढी भनेर भनिन्छ, जुन चाहिँ समुद्रको पानी बढ्दा आउने हुन्छ। जस्तै आँधी, चक्रवातहरू हुन्छन्, ती चाहिँ हामीले सुनामीको रूपमा लिन सकिन्छ। अब अर्बन फ्लड भनेको यसलाई चाहिँ नगर अथवा सहरी बाढी भनेर भन्ने गरिन्छ। सहरहरूको ढल निकास प्रणालीहरू कमजोर हुँदा भारी वर्षा र घरहरू डुब्ने गर्छन् हैन। हो त्यो कारणले हुने फ्लडलाई चाहिँ हामीले अर्बन फ्लड भन्छौँ। अब नेपालमा मुख्य बाढीहरू चाहिँ कुन छन्, कुन रहेको छ हैन, रेकर्डहरू हेर्दाखेरि कुन चाहिँ हामीले देख्न सक्छौँ। रिभर फ्लड मैले अघि नै भनिसकेँ, हाम्रो देशमा कति रिभरहरू छन् जुन कोशी, गण्डकी, बागमती हैन तराईहरूमा हुने जुन नदीका कारणले हुने फ्लडहरू छ त्यसलाई चाहिँ रिभर फ्लड भनिन्छ। हामीले नेपालमा देख्न सक्ने भनेको फ्ल्यास फ्लड, जुन अचानक भारी वर्षाका कारण एकैछिनमा पानी जम्मा भएर हैन बाढीको रूप लिएर घर, व्यवसायदेखि लिएर खेतीपातीदेखि सबैले एकैछिनमा असर गर्छ। त्यसलाई चाहिँ हामीले फ्ल्यास फ्लड भन्छौँ। अब सहर अथवा नगरी फ्लड बाढी भनेको जुन अर्बन बाढी भनेर हामीले अर्बन फ्लड भनेर हामीले चिन्छौँ, त्यो चाहिँ विशेष गरी काठमाडौँ लगायतका सहरहरूमा चाहिँ यो बाढीलाई चाहिँ हामीले देख्न सक्छौँ अथवा देखेका छौँ। मनसुनका कारण अथवा भारी वर्षाका कारण हुने गर्दछ। बाढी के कारणले हुन सक्छ अथवा फ्लड कस्तो चाहिँ कारणले हुन सक्छ यसको बारेमा म थोरै भन्छु। भारी वर्षा, मनसुनको हिमालहरू, हिम पहिरोहरू हैन, ग्लेसियर आउटब्रस्ट भनेर पनि हामी चिन्छौँ, जुन पहाडबाट हिम पहिरोहरू आउने गर्दछ। अब स्टोर्म सर्जहरू, चक्रवातहरू जुन चाहिँ फ्लडका विशेष कारकहरू हुन्, जुन चाहिँ प्राकृतिक कारणले हुने गर्दछ। अब जाउँ मानव निर्मित हैन, हामी व्यक्तिको कारणले अथवा मानव निर्मितको कारणले चाहिँ कसरी फ्लड हुन सक्छ।
के कस्ता कारणहरू छन् त, जस्तै जङ्गल फाट्ने काट्ने होइन, डिफोरेस्टेसन कारणले गर्दा हुने गर्दछ। अब अर्को पोइन्ट भनेको घरमा कमजोर ढल प्रणालीहरू भएको कारणले गर्दा पनि यो बाढी हुने गर्दछ। नदी अवरुद्ध अथवा अनियोजित निर्माणका कारणले पनि बाढी अक्सर देख्न पाइन्छ। यिनीहरू चाहिँ मानव निर्मितका कारणले हाम्रो लापरवाही अथवा हाम्रो मिसम्यानेज भनौँ न, हामीले म्यानेजमेन्ट गर्न नजाने, व्यवस्थापन गर्न नसक्नुका कारण चाहिँ यस्ता फ्लड अथवा बाढीहरू चाहिँ हामी भोग्ने गरिरहेका छौँ। अब फ्लडको कुरा गर्दै गर्दा यो फ्लड अथवा बाढीबाट चाहिँ सबैभन्दा जोखिममा हुने को हुन् त? बाढीको समयमा बालबच्चाहरू, वृद्ध व्यक्तिहरू होइन, नदी नालाको वरिपरि घर भएकाहरू, यस्ता व्यक्तिहरू अथवा यस्ता स्थानहरू चाहिँ एकदम जोखिमपूर्ण रहेको हुन्छ। अब जाउँ बाढीको कारणले कस्ता जोखिमहरू निम्त्याउन सक्छन् त। जस्तै पानीको स्रोतलाई असर गर्न सक्छ, जसले गर्दा पानीबाट फैलिने रोगहरू निम्त्याउन सक्छ। अब चोटपटकहरू लाग्न सक्छ, घर धनजनको क्षतिहरू हुन सक्छ, खेतबारी अथवा तपाईँको अन्न उब्जनीहरूमा यसले प्रत्यक्ष असर पार्छ। विभिन्न सडक निर्माणका कार्यहरूमा अवरोध गर्न सक्छ। अलिक कमजोर भएका सडकहरूलाई चाहिँ यसले भत्काउन अथवा बिगार्न सक्छ होइन। यसका उदाहरण त हामीले कति देखिसकेका छौँ, पुलहरू भत्किएको होइन, सडकहरू निर्माण गरिरहेको सडकहरू फेरि पुनर्निर्माण गर्नुपर्ने अवस्था होइन, बाटोहरू अवरुद्ध हुने समस्याहरू हामीले भोगिसकेका छौँ र देखि पनि रहेका छौँ। अथवा बाढीबाट बच्नको लागि चाहिँ के गर्ने त? अब यसमा पनि विभिन्न किसिमका प्रक्रियाहरू छन्, जसले गर्दा तपाईँ आफू र आफ्नो परिवार र समुदायलाई चाहिँ सुरक्षित राख्न सक्नुहुन्छ। अब त्यसमध्ये हामी 3टा प्रक्रियाको बारेमा कुरा गर्नेछौँ। पहिलो नम्बरमा रहेको छ पूर्व तयारी। पूर्व तयारी। अब बाढी आउनु अगाडि नै कस्तो खालको पूर्व तयारी गर्ने त? घर, तपाईँको विद्यालय, तपाईँको अफिस वरिपरि चाहिँ सुरक्षित क्षेत्र अथवा इभ्याकुएट रुट तयार पार्ने। यदि बाढी अथवा कुनै पनि अरू विपद आइपरेको बेलामा तपाईँ त्यो इभ्याकुएसन रुटबाट चाहिँ तपाईँ त्यो सुरक्षित स्थानमा जान सक्नुहुन्छ। इमर्जेन्सी किटहरू र ग्र्याब ब्याग, आपतकालीन झोला चाहिँ सधैँ तयारी अवस्थामा राखिराख्नुहोस्। यदि जुन अवस्थामा तपाईँलाई आवश्यक पर्दछ तपाईँ त्यो सामान लिएर सुरक्षित स्थानमा सजिलै जान सक्नुहुनेछ, जसमा विभिन्न किसिमका तपाईँलाई आवश्यक पर्ने सामानहरू चाहिँ त्यसमा रहेको हुन्छ। जस्तै सामान्य खानेकुराहरू, पानीहरू, कपडाहरू होइन, टर्च लाइटहरू, मोबाइल चार्जरहरूदेखि लिएर विभिन्न किसिमका तपाईँका डकुमेन्टहरू, जुन इम्पोर्टेन्ट डकुमेन्टहरू हुन्छ, यस्ता किसिमका सबै सामानहरूले भरिएको आपतकालीन झोला हुन्छ, जुन ग्र्याब ब्याग भनेर भन्छौँ हामी। सो त्यो लिएर अथवा त्यो सँगसँगै इमर्जेन्सी किट है, तपाईँलाई चोटपटक लाग्न सक्छ, तपाईँको मेडिसिनहरू चाहिने हुन्छ। सो इमर्जेन्सी किट र ग्र्याब ब्याग बोकेर चाहिँ तपाईँ सुरक्षित स्थानमा इभ्याकुएसन रुटद्वारा जान सक्नुहुन्छ। अब सबै परिवारलाई चाहिँ तपाईँहरूको यो इभ्याकुएसन रुटहरू होइन, एक्जिट डोरहरू, अनि जुन फर्स्ट एड किटहरू होइन, इमर्जेन्सी किटहरू, ग्र्याब ब्यागहरू, यस्ता किसिमका कुराहरू चाहिँ सबै परिवारमा जानकारी हुनुपर्दछ। अनि सबैभन्दा महत्त्वपूर्ण कुरा चाहिँ तपाईँहरू अवेर हुनु जरुरी छ। कुनै पनि विपद आउनुभन्दा अगाडि नै तपाईँलाई त्यसको बारेमा जानकारी छ भने तपाईँले सजिलै आफूलाई बचाउन सक्नुहुन्छ। अब इन्टरनेसनल अभ्यासहरू पनि धेरै छन्, तपाईँहरूले हेर्न सक्नुहुन्छ। जस्तै अमेरिकाले FEMA गाइडलाइन्स चाहिँ उहाँहरूसँग हुन्छ। जस्तै बङ्गलादेशमा कम्युनिटी फ्लड सेल्टर राखिएको छ। जस्तै जापानमा चाहिँ स्कुलभित्र नै तपाईँहरूलाई विद्यालयभित्र नै ड्रिलहरू गराइन्छ। अब बालबालिकाको लागि सुझावहरू चाहिँ के छ त? नदी खोलाहरू यस्तो वरिपरि गेम अथवा खेल्न नजानुहोस्, घरबाट टाढा खेल्न नजानु, जुत्ता लाइफ ज्याकेटहरू चाहिँ तयारी अवस्थामा राख्नुहोस्। अनि बच्चाहरू अथवा बालबालिकाहरूलाई पनि त्यसको बारेमा अवेर गराउनुहोस्। अथवाहरूलाई पनि स्पेसियली फर्स्ट एड किट, ग्र्याब ब्याग होइन, यस्तो बारेमा चाहिँ विशेष जानकारी दिनु आवश्यक छ, जसले गर्दा बालबालिकाहरू पूर्ण रूपमा अवेर हुन सक्नुहुन्छ। अब जाउँ रेस्पोन्सतर्फ। हामीले पूर्व तयारी अथवा प्रिपेयरनेसको बारेमा त केही जानकारी लियौँ। अब कसरी रेस्पोन्स गर्ने त? कसरी प्रतिक्रिया गर्ने त? जस्तै बाढी भइरहेको बेलामा के गर्ने के नगर्ने? तपाईँहरू सुरक्षित उच्च स्थानमा जानुहोस्। यदि तपाईँ घरमा हुनुहुन्छ भने तपाईँको घरमा अब 2-3 तला माथि छ भने तपाईँ त्यो माथिल्लो तलामा जान सक्नुहुन्छ। फर्स्ट फ्लोर, सेकेन्ड फ्लोर, थर्ड फ्लोर होइन,
वाट एभर यु लाइक। अनि अब तपाईँ कुनै स्थानमा अथवा बाटो अथवा कतै बाहिर हुनुहुन्छ भने तपाईँ अलि अग्लो होइन, आफूभन्दा अलिकति अग्लो त्यो जमिन अथवा ठाउँभन्दा अलिकति अग्लो माथि स्थानतिर जान सक्नुहुन्छ। कुनै पनि तेज बहाव भएको पानी हिँड्नु हुँदैन अथवा गाडीहरू चलाउनु हुँदैन। त्यस्तो अवस्थामा चाहिँ तपाईँले एक ठाउँमा स्टप गरेर आफू चाहिँ सुरक्षित स्थानमा जानुपर्छ। यदि घरमा हुनुहुन्छ भने बिजुली ग्यासहरू बन्द गर्नुहोस्। यदि आधिकारिक सूचनाहरू पालना गर्नुहोस्। बाढी पछि के गर्ने त? यदि चोटपटक लागेको छ, घाउहरू लागेको छ भने चाहिँ प्राथमिक उपचार दिनुहोस्। अब बाढीका कारणले चाहिँ तपाईँको पानीका स्रोतहरू मुहानहरूलाई चाहिँ बिगार्ने, फुटाउने अथवा होइन त्यो विभिन्न किसिमका क्षतिहरू पुर्याउन सक्छ। सो त्यसैले तपाईँले पानी पिउनु अघि चाहिँ सधैँ उमालेर सफा गरेर मात्र पिउनुहोस्। अनि प्रदूषित खानाहरू नखानुहोस् अथवा बाहिरको खानाहरू नखानुहोस्। अनि तपाईँको छिमेकीमा रहेका अथवा आफ्नो घरमा रहेका वृद्धाहरू होइन, बालबच्चाहरू अथवा जो तपाईँले सङ्कट अथवा खतरामा देख्नुहुन्छ तपाईँले उहाँलाई तुरुन्तै सहयोग गर्न सक्नुहुन्छ। अब विश्वव्यापी उदाहरणको रूपमा लिने हो भने जापानले चाहिँ रेस्क्यु टिमहरू उपलब्ध गराइरहेको हुन्छ। युरोपहरूमा चाहिँ पोस्ट फ्लड हेड चेक भनेर रहेको छ, जसले गर्दा उहाँहरूलाई सहज गराउन मद्दत गर्छ। मा चाहिँ स्थानीय स्वयंसेवकहरू हुनुहुन्छ जसले हामीलाई हेल्प गर्न सक्नुहुन्छ, सहयोग गर्न सक्नुहुन्छ। यदि तपाईँले कुनै अवस्थामा तपाईँ फस्नु भएको छ भने तपाईँले तुरुन्त सम्पर्क गर्न सक्नुहुन्छ। अब जाउँ बाढी भइसकेपछि अथवा बाढीले क्षति गरिसकेपछि के गर्ने? पुनर्स्थापना, रिकभरी। यसलाई चाहिँ हामीले लास्टमा राख्छौँ रिकभरी भनेर। अब के गर्ने त? बाढी अर्थात् कुनै पनि प्राकृतिक प्रकोप होइन, दैविक प्रकोप भनेर भन्छौँ नेपालमा त। अब यसले जुन जति पनि क्षति पुर्याएको छ त्यसपछि के गर्ने त? तपाईँको घर अथवा विद्यालय अथवा जे पनि क्षति भएको छ तपाईँले पुनः निर्माण गर्न सक्नुहुन्छ। घर विद्यालय सफा तथा मर्मत गर्नुहोस्। अब पानीका स्रोतहरू चाहिँ सफा गर्ने होइन, पानी उमालेर मात्र पिउने अथवा पानीलाई कसरी शुद्धिकरण गरेर पिउन लायक बनाउन सकिन्छ त्यसमा ध्यान दिने। बिजुलीका तारहरू होइन कतै पानीमा रहेर करेन्ट लाग्ने सम्भावना हुन्छ अथवा बिग्रिने सम्भावना हुन सक्छ, त्यसलाई चाहिँ मर्मत गर्नुहोस् होइन, चेक जाँच गर्नुहोस्। यदि त्यो बिजुलीका तारहरू पूर्ण रूपमा सुचारू भएका छन् छैनन् त्यसलाई पनि ध्यानमा राख्नुहोस्। अब सबैभन्दा इम्पोर्टेन्ट कुरा चाहिँ भविष्यमा हुन सक्ने सङ्कटको लागि चाहिँ पहिले नै प्रिपेयर हुनुहोस्। अब आज मैले तपाईँहरूलाई सामान्य रूपमा फ्लड भनेको के हो होइन, कुन चाहिँ फ्लड अलिक बढी खतरनाक हुनसक्छ, अब फ्लड हुनु अगाडि के गर्ने र फ्लड पछि के गर्ने होइन, फ्लडको समयमा के गर्ने र यसको बारेमा केही जानकारीहरू तपाईँहरूलाई उपलब्ध गराए। तपाईँको बालबालिकाहरूले सुरक्षित रहन र तपाईँहरूलाई पनि सहयोग गर्न मद्दत गर्दछ। जनचेतना, तयारी, पूर्व तयारी, प्रतिक्रिया र पुनर्स्थापना मार्फत व्यवस्थापन गर्न सकिन्छ। तपाईँको परिवार विद्यालयहरूमा अब ड्रिलहरू अभ्यासहरू गराउन सकिन्छ, जसले गर्दा तपाईँहरूलाई अवेरनेस अथवा जानकारी राख्न प्रोत्साहित गर्दछ। अब तपाईँहरू मलाई भन्नुहोस्, तपाईँहरू बाढी आएको बेलामा के गर्नुहुन्छ? कमेन्ट गर्नुहोस्। यदि यो भिडियो तपाईँहरूलाई उपयोगी लाग्यो भने कृपया लाइक, सेयर एन्ड सब्सक्राइब चाहिँ गर्न नबिर्सिनु होला। धन्यवाद।